नमस्ते बुवा। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। हजुरको नाम? राजु थापा, सिनपा छ भैरवादेखि आउनुभयो। अनि बाबा हजुर नुगा बेच्न कसरी थाहा पाएर आउनुभयो? पहिला मेरो मम्मी आउनुहुन्थ्यो। हजुर। अनि मम्मी आएको एक हप्ता पछि मलाई भनिराख्नु भएको थियो, म फेरि यताउता कामले गर्दाखेरि पछि जाउँला भन्दा भन्दा 2-4 चोटि कर पनि गर्नुभयो। अनि त्यस पछाडि मम्मीले धेरै कुरा यहाँ बुझेर मेरो बारेमा, मेरो रोगको बारेमा अब यहाँ ठिक हुन्छ भन्ने कुरा सुनाएपछि अनि म आउन थाल्नु भयो है। अनि हजुरको समस्या चाहिँ बाबा? मेरो समस्या भनेको शरीरमा रगत नबन्ने। मेरो शरीरले रातो सेतो दुईटै रगत बनाउँदैन। हजुर। यो बोन मेरोमा समस्या भनेर पछि चेकअपबाट थाहा भयो। हजुर। यसलाई एप्लास्टिक एनिमिया भन्दो रहेछ। हजुर। यो बोन मेरो सुकेपछि यसले चाहिँ रगत बनाउन छोडिरहेछ। अनि हजुरले चाहिँ यो समस्याको लागि बाहिर कतै उपचार गर्नुभयो कि भएन बुवा? गरिरहेको छु। पहिला सुरुमा मैले 4 वर्ष भयो मेरो यो बिरामी भएको। हजुर। 4 वर्ष अगाडि नै मैले आफूलाई कमजोर, पहिला त यसको सिम्टम भनेको अलिकति शरीरमा विकनेस हुँदो रहेछ। हजुर। सिडी चढ्दाखेरि स्यास्या गर्ने, शरीर थाक्ने, हिँड्न चाहिँ गाह्रो हुने हुँदो रहेछ। अनि मैले भैरवाकै मेडिकल कलेजमा भर्ना भएर एक हप्ता भर्ना भएर ब्लड चढाएर हेरेँ होइन। पहिला सुरुमा रिपोर्ट आउँदाखेरि ब्लड मेरो जम्मा एचबी होमोग्लोबिन चाहिँ 4 पोइन्ट थियो। प्लेटलेट जम्मा 3000 थियो, जबकि हाम्रो शरीरमा प्लेटलेट 1.5 लाखदेखि 4.5 लाख। 3000? हजुर, 1.5 लाखदेखि 4.5 लाख हुनुपर्ने जम्मा 3000 थियो। र होमोग्लोबिन चाहिँ नि हजुरको 13देखि 17 हुनुपर्ने जम्मा मेरो 4 पोइन्ट थियो। अनि त्यस पछाडि उहाँहरूले सबै मेरो चेकअप गर्दाखेरि ब्लड कहाँबाट गएछ भनेर हेर्दाखेरि उहाँहरूले चाहिँ नि सबै रिपोर्ट हेर्दाखेरि कहीँबाट गएको छैन, ब्लड चढाएर चाहिँ नि मलाई चाहिँ नि डिस्चार्ज गरिदिनु भयो। हजुर। त्यस पछाडि ब्लड चढाएपछि अलिकति शरीरलाई ठिक जस्तो भयो। अनि दबाई चाहिँ नि खाइराखेको थियो। फेरि 3 महिनापछि फेरि त्यस्तै दोहोरियो। हजुर। अनि दोहोरिएपछि चाहिँ नि फेरि मैले चाहिँ नि यहाँ भैरवाबाटै डक्टरबाट अनि काठमाडौँ जानु, बोन मेरोको समस्या होला भनेर काठमाडौँमा गएर बायोप्सी गरेपछि अनि चाहिँ नि त्यसको रिपोर्ट फेरि इन्डिया जाँदो रहेछ। अनि इन्डियापछि 9 दिनपछि इन्डियाबाट रिपोर्ट आएपछि अनि त्यसमा चाहिँ बोन मेरो सुकेको समस्या देखियो। अनि उहाँहरूले चाहिँ नि भन्नुभयो तपाईँको बोन मेरैमा समस्या भएर ब्लड नबनेको, तपाईँ चाहिँ नि यसको चाहिँ नि उपाय भनेको कि बोन मेरो ट्रान्सप्लान्टै हो कि चाहिँ नि तपाईँ अब औषधिबाट भयो भने औषधि हो भन्नुभयो, नभए इन्जेक्सन पनि छ भन्नुभयो। अनि त्यस पछाडि म फर्केर आएपछि यसको खर्च चाहिँ नि लगभग 15-16 लाख रुपियाँ लाग्छ भन्नुभएको थियो। अनि फर्केर आएपछि उहाँ जसले पठाउनु भएको थियो भैरवाको राम्रो डक्टरले, उहाँले चाहिँ नि फेरि अब दिल्ली पनि छ के अरे, एकचोटि दिल्ली पनि एकचोटि जानुहोस् एम्समा भनेर म फेरि दिल्ली नै गएँ। अनि दिल्ली गएपछि उहाँ पनि फेरि बोन मेरो बायोप्सी भएपछि समस्या एउटै देखियो, आखिरमा बोन मेरो सुकेकै रहेछ। अनि उहाँ पनि त्यही ट्रान्सप्लान्ट गर्नु या चाहिँ अब दबाई खानु, दबाईबाट भएन भने ट्रान्सप्लान्ट गर्नुपर्छ भन्नुभएको थियो। अनि बोन मेरो ट्रान्सप्लान्ट गर्नलाई बोन मेरो म्याच गरेन। त्यस पछाडि दबाई चलिरहेको थियो। दबाई चल्दाखेरि केही मात्रामा अब सुरुमा मैले धेरै ब्लड चढाएँ, लगभग 100 पोकाभन्दा बढी नै चढाएँ। कति महिनामा? हजुरको लगभग 1 वर्षभित्र। 1 वर्षभित्रमा। हजुर। अनि त्यस पछाडि हजुरको चाहिँ नि दबाई खाएपछि अलिकति 1 वर्षपछि दबाई खान थालेपछि अलिकति मेरो ब्लड चढाउन परेन। ब्लड लगभग 7-8-9 चाहिँ नि भइरहेको थियो। प्लेटलेट पनि 50-60-70 सम्म पुगिरहेको थियो। अहिले 2 महिना धेरै भएको छैन, 2-2.5 महिना अगाडि फेरि मेरो चाहिँ नि के भयो भन्दाखेरि ब्लड चढाउनु पर्ने स्थितिमा आएँ म। मेरो प्लेटलेट फेरि डाउन भएर 10,000 12,000 भन्दा माथि गएन। अनि होमोग्लोबिन पनि 5 पोइन्टमा झऱ्यो 2 महिना अगाडि, 4 वर्ष अगाडि ठिक थियो। अनि त्यस पछाडि म फेरि यहीँ मेडिकल कलेजमा भर्ना भएर ब्लड चढाएँ। त्यस पछाडि फेरि घर आएँ, 2 दिनपछि फेरि चेक गर्दा फेरि घटेर फेरि भीम हस्पिटलमा पनि चढाएँ। त्यस पछाडि मेरो दिल्ली जाने बेला भएको थियो, 1 हप्ता भएको थियो। अनि त्यस पछाडि अब दिल्ली जानुपर्ने छ, अब उहीँ चेक गराउँछु भनेर फेरि उहाँ गएर चेक गराउँदा फेरि यहाँ चाहिँ चढाएर गएको ब्लड उहाँ गएर फेरि घटेर फेरि 10,000मा झऱ्यो। यहाँ जब चढाउँदाखेरि मेरो 40-42,000 पुगिसकेको थियो। अनि उहाँ जाँदा फेरि 10,000मा झरेर अनि डक्टरले फेरि उहाँ भन्नुभयो ब्लड कम छ, ल यहाँ पनि चढाउनुपर्छ भनेर फेरि उहाँ दिल्लीमा पनि 19 पोका लगभग मैले रातो सेतो गरेर 19 पोका चढाएँ। कति दिनमा? लगभग यहाँबाट गएको 4-5 दिनमै। अनि त्यस पछाडि चाहिँ नि उहाँ चढाएर आएपछि अनि उहाँ चाहिँ नि चढाएर आएपछि अनि मेरो चाहिँ नि यहाँ आएपछि पनि उहाँ दबाई सबै लिएर आए। अनि उहाँले चाहिँ नि 2 महिनामा बोलाउनु भयो।
अनि 2 महिनामा बोलाउनु भएपछि मैले 2 महिनाकै दबाई लिएर आएँ। दबाई लिएर आएपछि अनि यहाँ चाहिँ नि आमा चाहिँ नि यहाँ थेरापीमा आउन थाल्नु भएको रहेछ। हजुर। अनि थेरापीमा आउन थाल्नुभएपछि आमाले ल जाउँ न त भन्नुभयो। अनि म पछि जान्छु भन्दा 4-5 दिनमा आएँ। आएपछि अनि लगभग यहाँ मैले हप्ता दिन लगभग 12-13 दिन जति मात्रै भएको थियो। अनि त्यस पछाडि अब उहाँबाट आएपछि फेरि मैले एउटा रिपोर्ट चेक गर्दाखेरि मेरो ब्लड फेरि घटेर लगभग 13-14 हजार प्लेटलेट भइसकेको थियो। हजुर। अनि मैले दबाई खाइरहेको थिएँ। अनि त्यस पछाडि यहाँ आएको 12-13 दिनपछि फेरि मैले ब्लड चेक गर्न जाँदाखेरि मेरो प्लेटलेट बढ्यो। कति बढ्यो? 40,000 पुगेको थियो। 40,000 पुगेको थियो। अनि त्यस पछाडि फेरि 2 महिनामा बोलाउनु भएको थियो। अनि लगभग मैले यहाँ गर्दै गएँ अनि 12-13 दिनपछि फेरि उहाँ गइयो। हजुर। गएपछि अनि अहिले चाहिँ नि मैले भर्खरै 12-15 दिन भयो भनौँ उहाँ गएर अहिले चेक गराएँ। चेक गराउँदाखेरि अहिले मेरो प्लेटलेट बढेर लगभग 60,000 जति 59,000 पहिला 10,000 थियो। थेरापी गरे पश्चात उहाँ जाँदाखेरि 59,000 60,000 पुग्यो। र होमोग्लोबिन पनि 5 पोइन्टबाट माथि जान्थेन। गयो भने पनि 2-4 दिनमै घटिहाल्थ्यो। अहिले चाहिँ नि मेरो लगभग 7.10 भनेको लगभग भनौँ 8 को बराबरमै छ। 8 को बराबर छ। अनि उहाँ अहिले 1 हप्ता अगाडि म आएको दिल्लीबाट। अनि उहाँ रिपोर्ट हेरेर उहाँले सधैँ 2 महिना बोलाउनुहुन्थ्यो। अनि उहाँले भन्नुभयो अब तपाईँ 3 महिनामा आउनु होला, तपाईँको रिपोर्ट। मैले कस्तो छ अनि उहाँले ठिक छ एकदम बढिया आयो, राम्रो छ, अब 2 महीना के बाद 3 महीना के बाद आइए भनेर। अनि उहाँले फेरि 3 महिनाको पछिको एपोइन्टमेन्ट दिनुभएको छ। र 3 महिनापछि फेरि जाने हो। अनि बिचबिचमा अब यहाँ मैले फेरि 1-1 महिनामा ब्लड चेक गर्नु भन्नुभएको छ। अब 1-1 महिनापछि फेरि मैले यहाँ ब्लड चेक गर्छु। अनि बुवा खुसी हुनुहुन्छ नि? धेरै खुसी। अनि हजुरले त धेरै उपचारको क्रममा यसै पनि बुझ्ने हुनुहुन्छ है। हजुरले नुगा बेस्टको या इन्फर्मेसनको थेरापीलाई चाहिँ जुन अहिले अनुभव पनि लिनुभयो, केही सुधार पनि धेरै सुधार भएको महसुस नि गर्नुभयो, यसलाई चाहिँ कसरी बुझ्नु भएको छ? थोरै इन्फर्मेसन र यहाँको सेवा सुविधाको बारेमा। यहाँको सेवा सुविधा धेरै राम्रो छ। इन्फर्मेसन पनि साँच्चैको राम्रै नै रहेछ भन्ने कुरा मैले आफूले प्रयोग गरेपछि थाहा हो। यो कुरा यो चाहिँ नि आवश्यकै रहेछ। जस्तो मैले अहिलेसम्म दबाई खाएर लगभग 20 लाखै लगभग खर्च भइसक्यो 4 वर्षभित्रमा। 4-4.5 वर्ष भयो। मेरो कोरोना कालदेखि नै हो म बिरामी भएको। तर चाहिँ नि दबाई नै सबै कुरा यसको विकल्प रहेछ भन्ने कुरा मैले बुझेको छैन। तर चाहिँ थेरापी नै आवश्यक रहेछ। किनभने दबाई खाएर पनि मलाई धेरै साइड इफेक्टहरू देखियो कि। जस्तो दबाई खाएर मेरो क्रिटिनाइन बढेको थियो 1.6 1.5। अनि उहाँले चाहिँ दबाईको डोज घटाइदिनु भयो दिल्लीबाट डक्टर। अनि त्यही भएर उहाँले चाहिँ नि अब सक्दो दबाई कम गरे राम्रो हुन्छ भन्ने कुरा चाहिँ नि उहाँले बुझ्नु भएको छ। तर मेरो चाहिँ नि अहिले यो थेरापी गरेपछि इन्फर्मेसनमा आएर 10-12 दिनमा मेरो चाहिँ नि अहिले चाहिँ ब्लड बढेको भएर उहाँले दबाईको डोज पनि घटाउनु भएको छ। र चाहिँ नि यो दबाईको डोज घट्दै गए चाहिँ मेरो अरू रोगहरू पनि लाग्नबाट बच्छु भन्ने मलाई लाग्छ। विश्वास छ है। यहाँ चाहिँ राम्रो सेवा पाएको छु। यहाँको चाहिँ म्याडमहरूले राम्रो सुविधा दिनुभएको छ। चाहिँ यो आवश्यकको महसुस मैले गरेँ। अनि नुगा बेस्ट आउँदै गर्नुहुने अन्य साथीहरूलाई के भन्न चाहनुहुन्छ नि? मैले सबै साथीहरूलाई भन्छु यो नियमितै आउनु होला। म दिल्ली 1 हप्ताको लागि जाँदा पनि मैले सम्झिरहन्थेँ नुगा बेस्टलाई। सबै साथीहरूलाई नियमित आउनु होला। मैले टोल छिमेकमा पनि धेरैले सोध्छन् मलाई यहाँ आएको थाहा पाउनु भएको छ नि त, बेङ्गलोनीबाट यहाँ धेरै आउनु हुँदो रहेछ, कस्तो छ बाबु तपाईँलाई, कस्तो छ ब्लडको? त मैले भने धेरै राम्रो भएको छ, नछोड्नु होला, नियमित जान्नु होला भन्छु। र मैले कति साथीहरूलाई अरू मतलब आन्टीहरू आमाहरू हुनुहुन्छ उहाँ टोल छिमेकमा अङ्कलहरू, उहाँहरूलाई पनि बिरामी भएकोलाई जान्नुपर्छ, म पनि जान थालेछु, राम्रो छ भनेर सम्झाइरहेको छु, हुन्छ भन्नुभएको छ। अनि आमाले नुगा बेस्टमा जाउँ छोरा सबै चिज राम्रो हुन्छ अरे भन्दा कतिको विश्वासको साथ नुगा बेस्ट आउनु भएको थियो? पहिला विश्वास त किनभने अब 4-5 वर्ष दबाई खाएर यत्रो पैसा खर्च गरेर त अब भएन, अब त्यो थेरापी गरेर के होला जस्तो लाग्थ्यो। अनि आमाले भन्नुभएपछि अब ठिकै छ, अब जाऊँ न त के रहेछ, म पनि बुझौँ। अब धेरै पहिला पनि यो थेरापीको बारेमा सुनिरहेको थिएँ ठाउँ ठाउँमा। पहिला आमा अञ्चलपुरमा पनि जानु हुँदो रहेछ, त्यतिखेर त म गएको होइन। फर्स्टचोटि म थेरापी भनेको यहीँ आएर गरे हो। जब म आएपछि अनि बल्ल थाहा भयो कि वास्तवमा नुगा बेस्टको यो इन्फर्मेसन राम्रो रहेछ भन्ने कुरा महसुस गरेँ। हजुर ल हुन्छ। अब नियमित आउनु होला र रिपोर्ट पनि धेरै राम्रो भएको, समस्या हामी पनि धेरै खुसी छौँ र हजुरको समस्या सधैँभरि यसरी नै सुधार हुँदै जाओस्। हजुरलाई धेरै धेरै बधाई छ र धेरै धेरै धन्यवाद।